हेर्नुहोस् है सबैजना तोरीको साग लसुनहरू चाहिँ कत्रो कत्रो भइसकेछ नि यतातिर चाहिँ हैन यस्तो बारेर रोपेछ कि यता नि लसुनै रहेछ परसम्म लसुनै यो चाहिँ गोडेको रहेनछ है गोड्ने चाहिँ भइसकेको छ दामी भएको रहेछ यता म पनि लान आएको नि त साग त्यही भएर चाहिँ यो चाहिँ गोडिसकेको छ यो लसुन साग चाहिँ हेर्नु न तोरीको साग चाहिँ दामी भइरहेको रहेछ खाने बेला हामीले लिनुहुँदैछ यता लसुन यता तोरीको साग यहाँ चाहिँ आयो यहाँ चाहिँ पालाङ्गीको बिरुवा रहेछ क्या आमा नि यहाँ के रोपेको ए यो खोर्सानीको दल अरे बिउ राखेको रहेछ डल्ले खोर्सानी दसैँ ल साथी म चाहिँ टिप्नु थालेको